नमस्कार, यतिखेरको बसाइमा म वीरबहादुर विश्वकर्मा राजनीतिक समस्यामै विषयलाई लिएर उपस्थित भइसकेको छु। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका नेता वर्तमान गृहमन्त्री सुदान गुरुङको विषयमा लिएर विभिन्न मिडियाहरूले प्रचार गरिरहेको अवस्था र विभिन्न लालछान लगाइरहेको अवस्था तपाईँ हामी सबैलाई थाहा छँदैछ। तसर्थ यो कुरालाई म के जोड्न चाहन्छु भने गृहमन्त्री सुदान गुरुङले राजनीतिमा आउनुभन्दा पहिला सम्पत्ति कमाउनु के गलत हो, सेयर किन्नु के गलत हो, अपार्टमेन्टमा के लगानी गर्नु गलत हो हैन? उहाँले सुन जोड्नु, घर जग्गा जमिन जोड्नु के गलत हो? यदि गलत हो भने त्यो समयका सरकारमा रहेका व्यक्तिहरूले किन उहाँलाई ट्र्याप झ्याप पार्न सक्नु भएन हैन? उहाँ यदि अपराधी हुनुहुन्थ्यो भने, उहाँले अपराध गरेर पैसा कमाएको थियो भने त्यो बेलाका सरकारमा रहेका व्यक्तिहरूले किन उहाँलाई चाहिँ अनुसन्धान गर्न सक्नु भएन र उहाँलाई किन पक्रिन सक्नु भएन है? त्यो भएको कारणले गर्दाखेरिमा कृपया तपाईहरू सरकारमा एकदमै युवा नेताहरू जानुभएको छ, हामी गौरव गर्नुपर्छ है। देश विदेशमा छरिएर रहेका नेपालीहरूलाई उहाँले उहाँहरूले देश बनाउनुहुन्छ र हामी नेपाल फर्किन्छौँ भनेर हामी एकदमै आशावादीमा छौँ है। काम गर्ने व्यक्तिहरूलाई तपाईँले काम गर्न दिनुहोस् है। सुदान गुरुङले उहाँ जब सरकारमा आइसकेपछि यदि उहाँले भ्रष्टाचार गरेर कमाएको भने त्यो सम्पत्तिलाई छानबिन हुनुपर्छ, उहाँलाई दोषी ठहरियो भने उहाँलाई कारबाही हुनुपर्छ, त्यो अलग पाटो रह्यो के। तर उहाँ राजनीतिमा आउनुभन्दा पहिला के गरी कमाउनु भयो, कसरी कमाउनु भयो, त्यो उहाँको विषयको कुरा भयो। यदि उहाँले गलत गरेर कमाउनु भएको यदि थियो भने त त्यो बेला पनि त सरकार थियो, त्यो बेला पनि मन्त्रीहरू थिए, गृहमन्त्री थिए, मन्त्री थिए हैन, प्रधानमन्त्री थिए। त्यो बेला किन उहाँलाई कारबाही भएन, किन अनुसन्धान भएन? जब उहाँहरू सरकारमा जानुभयो, सम्पत्ति शुद्धिकरण गर्नुभयो र हिजोका बुढा नेताहरूले चाहिँ हैन क्राइम गरेर भ्रष्टाचार गरेर कमाएको पैसालाई चाहिँ कमाएको अकुत सम्पत्तिलाई चाहिँ उहाँहरूले सम्पत्ति शुद्धिकरण छानबिन जब समिति गठन गर्नुभयो र त्यो सम्पत्ति शुद्धिकरणको विषयलाई लिएर अगाडि सार्नुभयो जुन कुराहरू, र अहिले चाहिँ फेरि सुदान गुरुङलाई नै उल्टो चाहिँ उसले कसरी कमायो के गयो, यदि अहिले सोध्ने यो प्रश्न होइन, यो प्रश्न चाहिँ हिजोको सरकारलाई सोध्नुपर्छ। हिजोको सरकारले चाहिँ किन समातेन, उसलाई किन गलत गरेन यदि गलत गरेर कमाएको हो भने। तर मलाई लाग्छ सुदान गुरुङ तपाईँ गृहमन्त्री सुदान गुरुङलाई म यो सुझाव दिन चाहन्छु है, कसैले भनेका भरमा तपाईँले राजीनामा नदिनु होला, लिडरबाट अगाडि बढ्नुहोस्। 2-4 जना फ्याउराहरू भुक्दैन केही पनि हुनेवाला छैन है। तपाईँको साथ सपोर्टमा तमाम नेपाली जनताहरू छन्। एकजनालाई